सो फेरि पनि स्वागत छ मेरो ब्रान्ड न्यू मिनी भ्लगमा। अनि आज रहेको छ लेटर फुड च्यालेन्जको चाहिँ तेस्रो दिन। अनि यहाँनिर चाहिँ रहेको सबै कमेन्टको लेटरहरूको फुड चाहिँ मैले जम्मा 80 पैसामा त खानु सक्छु होला त। ढिला नगरिकन म चाहिँ लागेँ त्यसपछि बजारतिर। घाम चाहिँ आज फेरि यस्तो डर लागेको थियो, त्यही भएर छाता साता लिएर चल्दिएको कि। अनि यताबाट सामान तामान लिएर फेरि घरतिर फर्केँ। अनि यो प्लास्टिकमा चाहिँ रहेछ सबैजनाको चाहिँ जसले कमेन्ट गर्नुभएको छ त्यसको चाहिँ हेर्नुहोस् है कतिवटा आइटम चाहिँ निस्किने वाला रहेछ यसबाट। अनि कति खर्च चाहिँ भएको छ मेरो जम्मा है त साथीहरू। अनि त्यसपछि फर्स्ट अफ अल जेनिस उचियाको रहेको छ कमेन्ट चाहिँ जेर एन्ड यस वाला। त्यसैले चाहिँ मैले यतातिर जेल स्टिक लिएर आएर चट्टसितले गुवाम खाइदिएँ। बाबालाई पनि हल्का जेल स्टिक टेस्ट हान्नलाई दिएको थिएँ। बाबाले चाहिँ यस्तो मजाले रियाक्सन गरिदिनु भयो कि हाँस्दै चिन्त। अनि अब चाहिँ लागु हाम्रो आफ्नो दोस्रो कमेन्टतिर। दोस्रो कमेन्ट चाहिँ रहेछ ब्राजिल जुन चाहिँ रहेको छ सी लेटरबाट जुन चाहिँ ल्याएको छु हामीले चिज बल। अनि त्यसपछि त्यो निकालेर गुवाम खाइसकेपछि अनि अब चाहिँ लाग्दैछु हाम्रो अर्को यानि तेस्रो नम्बरको कमेन्टतिर जुन चाहिँ गर्नुभएको छ कार्लस विदाउट युले। अनि जसमा चाहिँ लेटर लेख्नु भएको छ टीबाट। अनि मैले चाहिँ ल्याएको छु यतातिर टाइगर बिस्कुट। यो खाएपछि म पनि यस्तै हुने हो क्या हो, यता यता कता कता भन्ने अहिलेको ट्रेन्ड जस्तै। अनि त्यसपछि गामगुम खाएपछि अनि हाम्रो फोर्थ कमेन्टमा चाहिँ लेख्नु भएको छ हाम्रो जोसिफ दोस्तले के जुन चाहिँ पीवाला चाहिए। अनि त्यसैले मैले चाहिँ ल्याएको छु उसको लागि चाहिँ पालक पनिर के। त्यसपछि यता हेर्नुहोस् अनि मैले पारा गुवाम खाइदिएँ। अनि अलिकति लगेर बाबालाई पनि दिएँ। मम्मी बाबाले पनि मस्त पारामा टेस्ट हान्दै हुनुहुन्थ्यो। अरू आइटमहरू पनि। फिफ्थ कमेन्ट चाहिँ गर्नुभएको छ जोयल मगले जुनको चाहिँ लेख्नु भएको छ एफ लेटर। अनि मैले चाहिँ लिएर आएँ चाहिँ फ्रेसनसवालातिर 20 चक्लेट। अनि त्यो निकालेर गुवाम खाएपछि अनि त्यसपछि लागेँ म चाहिँ फ्रिजतिर, किनभने यता रहेको छ हाम्रो माउन्टेन ड्यू के गाइजहरू। अनि माउन्टेन ड्यू घट खाएपछि यस्तो गरिमा यस्तो चिज खाएपछि बल्ल शान्ति भयो कि। आजको लागि चाहिँ यति नै थियो। अनि हजुरहरूले चाहिँ कमेन्ट गर्नु होला मेरो चाहिँ जम्मा कति रुपियाँ पैसा खर्च भयो। अनि डे 4 को लागि पनि हल्का कमेन्टहरू चाहिँ गरेर राखिदिनु होला। एन्ड आजको लागि यति नै, हस् त बाई।